नमस्कार। उपस्थित सम्पूर्ण आफन्तजनहरू, परिवारका सदस्यहरू र प्रियजनहरू, आज हामी यहाँ जम्मा भएका छौँ एउटा अत्यन्त विशेष र ऐतिहासिक क्षण मनाउन। हाम्रो परिवारको आधार, हाम्रो प्रेरणा हजुरबुबा र हजुरआमाको 50औं विवाह वार्षिक उत्सव मनाउन। 50 वर्ष, आधा शताब्दी, यो केवल समय होइन, यो प्रेम, त्याग र विश्वासको अद्भुत यात्रा हो। यो यात्रा सुरु भएको थियो टाढा एउटा गाउँबाट। साधारण जीवन, सानो घर, तर सपना ठुलो। सुखभन्दा धेरै सङ्घर्ष थियो, तर साथ कहिल्यै छुटेन। परिस्थिति जस्तो भए पनि एकअर्काको हात मजबुत भएर समातिरहनु भयो। 5 छोरी र 1 छोरा, उहाँहरूको सबैभन्दा ठुलो उपलब्धि। आफ्नो आवश्यकताभन्दा सन्तानको भविष्य रोज्नुभयो। आफू थाकेर पनि सन्तानलाई अघि बढाउनु भयो। शिक्षा, संस्कार र माया त्यही नै दिनुभयो। समय बित्दै गयो, परिवार बढ्दै गयो। आज त्यो सानो परिवार 13 नाति नातिनाको हाँसोले भरिएको छ। जुन आँगन कहिले शून्य हुन्थ्यो, आज त्यही हाँसो, रमाइलो र प्रेम गुन्जिरहेको छ। उहाँहरूको जीवन केवल आफ्नो सन्तानको लागि होइन, आफ्नो नाति नातिनाहरूको लागि पनि प्रेरणाको स्रोत बनेको छ। गाउँको माटोबाट सुरु भएको त्यो प्रेमको कथा आज काठमाडौँको जीवनमा पनि उत्तिकै मजबुत छ। ठाउँ परिवर्तन भयो, तर सम्बन्ध कहिल्यै परिवर्तन भएन। ल मलाई पनि गरिदिनु एकचोटि।